दसिनी मैले यसो होइन सुरुमा यसो हिँडेको मात्र भिडियो देखाउँ न पहिला होइन हामी चाहिँ यसरी जाँदैछौँ ल है फाइनल्ली लगेर माछा मार्ने ग्रुपहरू यहाँ बस ग्याङस्टरहरू लगेर ग्याङस्टरहरू यता अर्को ग्याङस्टरहरू छ यता यतै फिसिङमा भयो ल 500 रुपियाँको हामीले 500 रुपियाँको चाहिँ यहाँ हामीले यो सामान किन्यो होइन टाढा है त्यही हो पूर्ण ब्याग है दादा चाहिँ बालसाल काटेर सही हो फिसिङ जानलाई 220 देखेको थियो पप भ्याएको छ नि लगेर अब चल्दिनु लाग्यो है अब यति छ यहाँ फिसिङ जानलाई क्याम्पिङको हिसाबले अब के हुन्छ कसो हुन्छ यो दादाले दाल काटेको छ है ल बाँच्छ हेरेर लगेर अब सही हो अब चल्दिनु लाग्यो है फेरि पनि वेलकम ब्याक टु माई अनदर ब्लग सही हो Here we go. आज हाम्रो स्याङ्जाको यात्रा यहाँ हाम्रो सौरभ दाइ छ भने हाम्रो पछाडि अहिले ब्लग हो है के भन्छ अरे वेदर चियर हामीले चाहिँ अब होइन माछा मारेर देखाउँछु है गाइस सबलाई मारेको छ होइन आज चाहिँ हामी खास स्याङ्जातिर जाँदै हो होइन यात्रा आज बवाल हुन्छ गोल यसकी माइके चौध के गर्यो यस्तो यहाँ त म बस्ने हो के गर्यो हो म बस्ने ठाउँ यस्तो तिम्रो हातमा हुन्छ ल ल यहाँ हाम्रो रामबजारको वान अफ द बेस्ट ऱ्यापर अन्डरग्राउन्ड ऱ्यापर मैयाहरू हो मैयाको मटक मैयाहरू के भयो यहाँ यस्तो ल्याङफ्याङ र त साइड ब्याग देख्दा आउँछ मलाई डिलरवाला भाइ गाँजा सादा साइड यो ब्याग त खै गाई कमेन्ट गरिदिनु होला अब चाहिँ हामी चाहिँ निक्लिनु हो अनि यहाँ चाहिँ अब त्यो काम भएर चाहिँ सक्यो हाम्रो घडीमा 1 बजे जस्तो छ त्यही हो काटे पहिला सामान किनौँ के अनि त्यसै हालौँ न पहिला तेल पनि भरेर आउँछु पैसा लगायत हाम्रो यात्रा अब यहाँ सुरु हुन लागेको छ अब गन्तव्य सुरु हामी यो बाइकमा बाइक छ हो जाम लेट्स गो ऱ्यापर ल है ल यात्रा No, like this. Here we go. यात्रा सुरु भएको छ गाइस हामी अब बागलाको बतासे ठाउँमा सेक्टरको बतासे आँसु पानी हो
हाम्रो राजमहल चिने हो त फेरि बाटो चिन्न भनेर के राजमहल। आइपुग्यो भन्दै थियो के अरे यहाँ हामी चाहिँ हाम्रो मौसम दाइलाई कुर्दै हो हाम्रो भ्लगर बोयलाई अनि हाम्रो सौरभ दाइलाई गान्जा ओ गान्जा गान्जा ओ यात्रा फेरि सुरु हाम्रो यहाँ बिरौटादेखिको हाम्रो फेरि भ्लग स्टार्ट भएको छ हाम्रो सम्पूर्ण सब्सक्राइबरहरू कृपया मनोरञ्जन दिनुहोला हाइवे जान के हाइवे निकल घुम्दै हाइवे जान अङ्कललाई पनि जाने चेकिङमा पर्यो चेकिङमा हामी चेकिङमा पर्यो आज मा कसम चिट खायो मामा यो धेरै बिहार है बिहारको चाहिँ यस्तो गरेर चाहिँ हिँड्नु भएन है यसले गर्दा चिट खाएको बिहारमा खायो चिट खायो सही हो चिट खाइयो अब के गर्ने गाह्रो छ फेरि लगेर यहाँ रेस्ट गरिरह्यो अब जानला हामी त यो चिट खाइयो मजा यस्तो भइरहेको छ जिन्दगीको गोरेटोमा गाह्रो सही हो चिट खान मजा आयो बिहारमा पनि यताहरू केटाहरू यतै छ ल जानला फायरमा छ है फायरमा आज अहिले बुम भएको अवस्था छ तेल पारामा वेदर ब्लक फायर गुरु अन फायर आयो मोटो ब्लग अन भयो अब मोटो ब्लग अन मोटो ब्लग मोडमा हामी स्याङ्जाको ओह्रालो सर्दैछ ल अहिले चाहिँ हामी स्टेसनमा आइसक्यो हल्का यसो बिसाउँदै होइन केटाहरूलाई आनन्दसँग जाउँ है ल हेलमेट लगाऊ भाइ चेन दाइ ठिक छ नि होइन ल ल बाम्स ल है चल्दियो हामी अब यहाँदेखि अब चाहिँ स्याङ्जातिर गएर देखाउनु पर्छ स्याङ्जातिरको माहौल धुलो 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 ओहो धुलो
ए डेन्जर धुलो उड्यो यार कभी कभी मेरे दिल में बाटो त बनाउँदै रहेछ नि त बिस्तारै यो खोला हो यो त्यहाँपट्टि हेर्न सक्नुहुन्छ त्यहाँ जोतेको छ हिलोलाई पेलेको छ त्यसै गरी यहाँ भाइहरू स्कुल गएर आएको छ हेलो वेदर ब्लग्स वेदर ब्लग्स हामी स्याङ्जा बजारमा आइसकेको छौँ गाइज तल यता सबजनाले सेफ राइड ल गाउँले हो सेफ राइड चलाउनु होला सेफ राइड सेफ वाट द फाइट या हामी स्पोर्टमा आइसक्यो है स्पोर्टमा यही हो पर्दैन पर्दै कागहरू नाच्दै छ सब कौवा उडाइरहनु यस्तो छ स्पोर्ट फाइनली वी आर हियर इन स्पोर्ट स्पोर्ट यस्तै छ अब पर्छ कि नै भन्ने कुरोमा छ त्यही हो भित्तैभरि कागै काग बस्ने रहेछ यो ठाउँ तिनीहरू फेरि आउँछ होला त्यो होला जाने सबै त किन जाने हो एकजना गयो हुन्छ झगडा आउँछ अब चाहिँ यतै कताको के हुन्छ कसो हुन्छ थाहा भएन मर्छ कि नै थाहा भएन मलाई त खोइ अलिअलि सक्छ लाग्यो टेन्सन हालेको देखाउँछ ट्याक्क माछा त त्यस्तै होला जस्तो छ टेन्सन हालेर अनि ट्याक्क अब हामी बसेर होइन के कसरी बस्छ यहाँको तरिकाहरू हामी देखाउँछ नि है माटाको तिरपाल लगडा हो त्यही हो कुरा सही हो लगडा हो अब टेन्ट कार्यक्रम हुँदैछ हामी बस्ने आएको हो तर हामीलाई डराउनु दिन्छ भन्ने उस हल्ला आयो उसले बामेले त्यस्तो देखाउनु हुन्न एघार टेन्ट हुँदैछ यहाँ नयाँ भएर च्यात्ने हो यहाँ हालेर आइसकेको तिनीहरूले यो जोडा पनि यो पहिला यसलाई पहिला कस्तो खालको यो भाइ गएपछि त झन् त्यता त नदेखा पो टट्टी हुन्छ टेन्ट है यो टेन्ट हाम्रो टेन्ट यस्तो छ टेन्टको हालत यहाँ यता त साधन छ के अरे यता टेन्टहरू छ यता चाहिँ कचर पचर ल है खाना लाग्यो माया कसम झ्याम माया कसम यही त हो नि पाराकोले ल ए केटा हो यस्तै छ औडा भात हाल्ने यहाँ भन्छ माया कसम सब्जी हाल्ने ठाउँ हुनु परेन अहिले थपेर खायो हुन्छ त ए भाइ यहाँ हाल भन्छ रे अहिले त मासु भाइ अलिक तल भैमा राखिदेऊ पुरा राख है सब्जीहरू भाइ ग्रेभी हो भन्दैछु हेर है माया कसम पुरा राखा यस्तै हो अब यहाँ अब ल हेर्दै यहाँ तान भएको हेर त केटाहरू यहाँ हेमा ल केटा हो एक कुन्टल लियो है केटाहरू ल नान्दैछ केटाहरू सही हो उतै राखिदियो भाइ उतै राखिदियो भैमा यहाँ राखिदियो क्या भैमा उतै ल मेरो त्यो हो अलि त्यहीमा हालेर नि पारा एउटा टेन्टमा 50 जनामा यस्तो छ स्थिति केटाहरू
ल ए रामा के गर्ने होला नहटाएर होइन बिचरा टेढा टेढा सुत्न लाग्यो त बिचरा आपत केटाहरूको आपत होइन केटाहरूको आपत ए के हो यो खुट्टा ढाक्यो मुखमा ल्याउने क्या अब यस्तो छ केटाहरूको पारा अलि त चाहिँ टाउको हटा न मर्निङ गोकुल धाम डिस्टर्ब हाने फेरि एउटा आयो ल केटाहरू यही हो है हिजोको बासिन्दाहरू यहाँ टेन्टमा बसेर गुड भाइब्स लिएको मान्छेहरू यतै ब्याम्स है यता ब्याम्स यसलाई भन्छ ब्याम्स यस्तो हालतमा थियो हामी केटाहरू हिजो बल्ल यताबाट छ्याक मर्निङ सट केटाहरूको मर्निङ सट केटाहरू गुड मर्निङ है गुड मर्निङ हामीले चाहिँ हिजो चाहिँ वेटिङ थापेर राखेको थियो अब माछा परेछ कि नै है यहाँ मेरो वेटिङ यही हो माछा त परेन जस्तो छ ए यहाँकोले नखाँदो रहेछ कहाँबाट रहेछ यहाँको माछा कुकम्यान हाम्रो सौरभ गुरुङले चाहिँ च्याउ पकाइरहेको छ यता चपस्टिक बनाउने चाइनिज म्यान यता पानी भयो यता गु भयो दुईवटा भयो गु भयो हगिसकेको छैन दुईजनाले चाहिँ हामी चाहिँ 3-4जना चाहिँ हगेको छैन अब हग्न पर्ने अवस्था छ हाम्रो जिन्दगीको ल बास गयो मिठो आएको छ त यार भिडियो त ल सौरभ गुरुङले हग्नै पर्ने छ भनिरहेको त्यहाँ त्यही हो सही छ केटाहरूको व्यवस्था सही छ चल्दी छ अब दादाहरू उयोमा मिलाएन चल्दिन लाग्यो अब केटाहरू चिलमा छ त्यता अब चल्दिन लाग्यो अब त्यही हो लास्ट डे इन द के भन्छ के बोल्न आउने होइन लास्ट इन द अरे ल केटा चल्दिन लाग्यो अब पोखरातिर घरतिर यो स्वागत छ सिल पारमा कोही मासको अगाडि हेर्नु के बोले अगाडि अब 500 रुपियाँ भयो नलाएको चिट खाइयो अब यहाँ तिर्न हिँडेको हामी तिर्न यहाँ बिचमा गाह्रो रहेछ यो लगेर अब अहिले भित्र गएर अब के हुन्छ कसो हुन्छ अब सर भित्रै हाल्छ हजुर हतार छ घर जानु पर्ने कहाँबाट घर त काजी पोखरी लानुभएको हिजो दुखाइदिइहाल्नु भयो सर सर गएको धन्यवाद लगेर पायो है फाइनल्ली बिल बुक लगेर फाइनल्ली पाइसकेको छ बिल बुक के गर्ने गाह्रो छ दादालाई ल त्यही हो अब बिल बुक पायो अब के गर्ने यस्तो छ जिन्दगानी सही हो